हरे कृष्णा 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 हरे 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 राम 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 हरे हरे। हे साथी, हे मित्र, सुन्नुस्, यो संसारमा दुःख छ, दुःखका कारणहरू छन्, दुःखका निवारणहरू छन् र दुःखको निवारणको लागि अष्टाङ्ग योग मात्र होइन, दुःखको निवारणको लागि हरि भजन कीर्तन र अनुशासनको पालना। जो जहाँ हुनुहुन्छ, जसरी हुनुहुन्छ, आफ्नो कर्तव्यको पालना गर्नुस् र बचेको समयमा जति सक्दो हरि भजन गाउनुस्। हरि भजनले हजुरहरूको कल्याण गर्नेछ, मङ्गल गर्नेछ। हेर्नुस् त यो संसारमा के भइरहेको छ। मान्छे मर्नको लागि बेरै छैन। कोही दुर्घटनामा मरेको छ, कसैलाई अनिश्चितकालीन रोग लागेको छ, कसैलाई के भएको छ, कसैलाई के भएको छ। मृत्यु अनिश्चित छन्। दुःखको अनेकौं कारणहरू छन्। त्यसैले हे प्रिय मित्रहरू, हजुरहरूले नित्य भजन गर्नुस्, भक्ति गर्नुस्, प्राणीको सेवा गर्नुस्, राम्रो काम गर्नुस्। अरूसँग हजुरले खुसी बाँड्नुभयो भने हजुरलाई पनि खुसी प्राप्त हुनेछ। त्यसैले आफ्नो घमण्ड र अहमतालाई त्यागेर निस्वार्थ भावले यस संसारमा जिउनुस्। नेपाली भनेकै स्वार्थविहीन हो, स्वार्थरहित हो। त्यसकारणले प्रिय भक्तजनहरू, हजुरहरू चिर अवस्थामा गएर सुख प्राप्त गर्न चाहनुहुन्छ भने आजैदेखि भक्ति र भजन सुरु गर्नुस्। मन्दिर जानुस्, त्यहाँको वातावरणलाई हेर्नुस्, भगवानसँग प्रार्थना गर्नुस्, शान्तिको कामना गर्नुस्, राम्रो सोच्नुस्, राम्रो बोल्नुस् र राम्रो गर्नुस्। त्यसले हजुरमाथि पनि राम्रै हुनेछ। त्यसैले राम्रोको अपेक्षा राख्नुस्। भगवानले भन्नुहुन्छ यो कर्मयुग हो, यहाँ हामीले कर्म गर्नुपर्छ, दुःख परिश्रम गर्नुपर्छ। आफूले कम्तीमा पनि 10 मिनेट भजन गर्दै आफ्नो नित्य काम गर्नुस्। त्यसले हजुरहरूको मङ्गल र कल्याण गर्नेछ। अझै पनि अन्त्यमा भन्छु, भजन गर्न चाहिँ नछोड्नुहोला। हरिओम हरिओम हरिओम। शिव ओम शिव ओम शिव ओम। राधे राधे।